एनटिभी कोलपुरबाट हामीले प्रत्यक्ष प्रसारण गराइरहेका छौँ। हाम्रो अगाडि सार्वजनिक सेवा प्रसारणका पत्रकार मित्रहरू सेवामा खटिरहनु भएको छ। वनको रूपमा करिब 49 बिघा जग्गा भूमि चलन तथा संरक्षणका निमित्त हामीले प्राप्त गरेका छौँ। हामी आज यो साँझको रुख भएको फिल्ड त्रिशुल भएको फिल्डमा छौँ। के यहाँले देख्नु भएको छ अन्य साँझका रुखहरूको हाँगा सबै माथितिर रहेको देखिन्छ र यो धार्मिक विश्वासका कारण मूल मन्दिरसँग जोडिएको साँझको दृश्य यहाँले देख्नु भएको छ। आजभन्दा 300 वर्ष अगाडि एक गुरागाउँका चौधरी दिनभरि साँझको रुख काट्नु हो। त्यो दिन ढलेन, भोलिपल्ट काट्न आउँदा दस्ताको दस्ता देखेपछि यहाँ केही छ भने खोजी हेर्दा सिभिलमा प्राप्त भएको भन्ने हाम्रा अग्रजहरूले हामीलाई भन्नुभएको कुरा हामी हाम्रा सन्ततिलाई पनि केही कुरा भइरहेका छौँ। र यो